हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आजको दिन चाहिँ पानी परिसक्यो हो, एकदम चिसो मौसम छ। त्यही पनि चिसो मौसममा म टी सर्ट लगाएर बसेको। यो हेर्नुहोस् यो मेरो प्यारो रोज फ्लावरको हालत यस्तो भयो, पुरै भुइँभरि छरेर। मेरो भाइ हेलो भन, हेलो हेलो भन भनेको खतरा पाठा ममा गएर हान्न गाइस। हेर्नुहोस् ठुमक ठुमक झाउँदै माये देनाल। उनको नाम हो जोया, उनको नाम हो जिम जिम। कसरी आएको हेर्नु उता, जोया जिम जिम, जोया हुने उनी जिम जिम, अनि म चाहिँ अनुष्का। मेरो दिदीलाई हेर्नु एकदम एकदम राम्री हुनुहुन्छ। हेलो टक्क लाएर बस्नु हो। मेरो दिदीलाई चिया खानु, चिया खानु पर्यो, चिया। आमा हेलो भन्नु, हेलो भन्नु, हेलो हेलो होइन क्या, हेलो भन्छन्। हेलो भन्नु, हेलो भन्नु, हेलो हेलो हाम्रो मम्मी हेलो भन्नु मम्मी। ओ माई गड, सही देखाउनु छ त मम्मीलाई त। एकदम चिसो चिसो मौसम, सागमाथि बढेर गाई। हेर्नुहोस् गाई कुरिलो कुरिलो, एकदम राम्रो राम्रो कुरिलो। हेर्नु कति राम्रो टुसाले खाने, यति राम्रो कुरिलो एकदम राम्रो छ है। हेर्नुहोस् त कति राम्रो कुरिलो। यो कुन फ्लावर हो? यहाँ हाम्रो घरमा कति धेरै थरी थरीका फ्लावर छन्। यो चाहिँ रेडै फुल्छ तर अर्कै फुल्छ हजुर। यो चाहिँ रेडै फुल्छ तर यो यस्तो भइसक्यो ओइलाएर हेर्नु पुरा कालो। अनि पछि यो चाहिँ व्हाइट कलरको फुल्छ, एउटा दुईटा तिनटा, अनि यो धुपी सल्ला, अनि यो चारवटा, चारवटा रोज छन् पुरै। यो मेरो क्युट सा फ्लावर हेबिस्कस, यति राम्रो। यो हेबिस्कस कि एउटै बुटामा दुई थरी फल्छ, मलाई त अचम्मै लाग्छ त बा। हेर्नु न, एउटै बुटामा दुई दुई थरी फुल फलेछ। ल टिपियो, दिदीको पिटाइ खानु पक्का है अब। वाउ हेर्नुहोस् गाइजहरू, यति राम्रो राम्रो हेबिस्कस प्लान्ट छ हाम्रोमा चाहिँ। यो दुईटा, एउटा प्लान्टमा दुईटा फुल फुल्छ, मलाई त अचम्मै लाग्छ टक्क ल्याएर। ओ माई गॉड राम्रो देख्यो हन, राम्रो देख्यो। जोया र जिम जिम पनि यता खेलिरहन्। फेरि को हो जोया जिम जिम? उहाँ चाहिँ हाम्रो जिम जिम भाइ, हाम्रो जोया बहिनी। हेलो भन जोया बहिनी। अङ्कित ठुमक ठुमक गर्दै हिँडिरह। यो मेरो म हो प्रिटी गर्ल अनुष्का। अनुष्कालाई मेरो फुल खस्यो, म अनुष्काको फुल खस्यो। ल गाइजहरू हामी हजुरलाई यसो कागतीको बुटातिर भ्यू गराउँछु। सो भ्यू हेर्नुहोस्, हाम्रो यो रोप्ने खेत हो, वहाँबाट यहीँ तक रोप्ने हो। अनि यो हाम्रो एप्पलको बुटा हेर्नु कति धेरै कागती फल्यो। म बिहान एक टोकरी कागती गरेर लिएर आएको। हेर्नु हेर्नु न यस्तो खस्यो अनि कि कागती भनेको हेर्नु यति राम्रो हो कागती भनेपछि, तर खसी यति पाएको भने खसिहाल्छ फ्यात्तै फ्यात्तै गर्दै। अनि हेर्नु त यति राम्रो राम्रो हो कागती। ओ माई गॉड गाइजहरू, हाम्रो यहाँ एक स्पेसल फर्सी पनि फल्यो हेर्नु त हजुर। खोइ खोइ गाइजहरू, साँपको अन्डा हेर्नु जाऊँ है। खोइ मम्मी हामी पनि हेरौँ न यसो। खोइ खोइ, ओ माई गॉड यो साँपको होइन मम्मी, साँपको ठुलो हुन्छ छिप्किरको। हेर्नु गाइजहरू अन्डा यहाँ कता हजुरले देख्न सक्नुहुन्छ, कता छुप्कियो लुकियो क्या अन्डा सन्डा। हेर्नुहोस् त गाइजहरू, छिप्किरीको अन्डा व्हाइट व्हाइट कलरको, त्यहाँ देख्नुभयो थोरै थोरै व्हाइट देख्यो है, त्यही छिप्किरीको अन्डा हो। गाइजहरू म यहाँ बिचमा च्यापिएको, म चुपुक भएर हिँडिरहँ यस्तो भइरह। बल्ल म राम्रो रास्तातिर आयो होला। यो पनि यस्तै रास्ता, कस्तो रास्ता बनाउनु खेत यहाँ देख्थेँ वहाँसम्म हो। यहाँ भाइ दौडेर आउँछ अरे यस्तो छ। हाम्रो जोया बहिनी पनि आउनु सक्नुभयो। यो चाहिँ अस्ति भर्खर यति डराउँछन् यिनीहरू, यति डराउँछन्, मलाई अचम्मै लाग्छ यिनीहरू डराएको देखेर। हेर्नुहोस् यहाँ भित्र कसरी जानुहुन्छ, पुरै झाडी 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 ह। यता यत्र राम्रो राम्रो कागती फलिरहन्, कति धेरै छन् हेर्नु न यहाँ पुरै। हेर्नु भाइ भएसम्म चाहिँ हाम्रो खेत रोप्ने हो यहाँबाट। मेरो मम्मीलाई हेर्नुहोस् त यता के फाँडफुँड पार्दै हुनुहुन्छ मेरो भाइले। उहाँ चाहिँ हाम्रो बिस्ना आन्टी। हेलो भन्नु आन्टी, उहाँ बाख्रा सम्हाल्दै हुनुहुन्छ। हेलो भन्नु त। ल हेर्नु त, हेर्नु त, हे आन्टी जिम जिमलाई यस्तो नगर न, छोड्नु छोड्नु मेरो बाबु। हेर्नुहोस् एकदम फट्टावाला बाख्रा। उहाँ हाम्रो जोया बहिनी। हेलो भन जोया बहिनी, हेलो भन।
मुसाले हेर्नु कस्तो बनिसकेछ गाइजहरू। अब के भनौँ, यस्तै छ अब घरतिर। अब बस्नु त सहरै हो, हेर्नु गाउँ जस्तै हो। यस्तो जताततै पाटै पाटा बुटलमै बस्छन् पत्थरगन्जतिर। पत्थरगन्ज हाम्रो घर चाहिँ। हेर्नुहोस् त यो फर्सी हाम्रो घर कति फल्यो। हाम्रो त्यहाँ एसीको तल हेर्नु चराले गुड लगा। मैले हजुरलाई देखाउँछु अहिले। अहिले त जान्न, मलाई चिलाइसक्यो। मस्किटो छन् कि धेरै धेरै। हाम्रो जिम बहिनी चाहिँ घाँस खान आउनुभयो। जो यहाँ नै हामी अलिक कन्फ्युज हुन्छ। हेलो टुन कति डराउँछन् हेर्नु। यसो नजिक जानु पनि भागिहाल्छ भग गर्दै। हाम्रो एउटा मेवाको हो यति धेरै बिग लगा, जता पनि मेवा मात्र। गाइजहरू एउटा कुरामा यति खुसी लाग्यो कि यत्रो ठुलो फर्सी के हो बिर्सेँ। पम्किन भनौँ, पम्किन भनेर चिनिन्छ, पम्किन भन्दै। ल गाइजहरू सबबाट त कहाँ जानुपर्छ, भ्यू बनाउँदै होइन के गर्ने। म एउटा चराको गुड देखाउँछु। हाम्रो मकै हेर्नु कति धेरै मकै फल्यो कि। मेरो कबाडी एक बडा कापी किताब छन् त्यही दिने भनेर मेरो भाइ। कबाडी होइन कि अङ्कित, त्यो आन्टीलाई कबाडी को। हेलो गाइजहरू, यो हाम्रो बेलुन भन्छन्। हामी खेल्दाखेरि के यसलाई बेलुन बनाउँछौँ कि हेर्न कति राम्रो छैन। खेल्दाखेरि हाम्रो बेलुनै यही हो। यस्तो हावा चल्छ नि त। हिजो अस्तिसम्म खेलिरहेको थियौँ अनि यही बेलुन हो कि हामी खेल्दाखेरि बनाउने बेलुन। अब यसैलाई उडा भनिदिने होइन, उडा भनिदिने। त उड्न पनि पर्छ। देख मेरो भाइहरू खतरा खाएको डाइलग भनेपछि त्यसलाई एक नम्बरमै राखिदिन्छ नि कसैले। अझै एकदम राम्रो छ मौसम। म त के गरौँ भइरहेको। यही खाम घाँस खाम बाहिर चाहिँ कम गर्दै। यो खेत रोप्दा यति हामी हिलोमा यति खेल्यौँ नि हिलोमा, पुरै शरीर चिलाएर नुहाउँदा पनि हिलो गर्थेन के। खेतको फाइनल टचसम्म जाऊँ न। फाइनल टचसम्म तिमी जाऊ, म जान्न ल। हेर्नुहोस् गाइजहरू यस्तो कागती फल्यो के। ओ माइ गॉड पुरै पानी पाकेको त मैले पुरै बिहान बरु टिक्दिएको टोकरी। र गाइजहरू यसो कागती पाकेन भने मैले चाहिँ पाके पार मैले हजुरहरूलाई यसो उस पनि हालिदिन्छु। कागती टिपेको ब्लग पनि यसैमा जोइन गरेर हालिदिन्छु हजुरहरूलाई। हस् अनि